हाई एभ्रिवान, सन्चै हुनुहुन्छ? आज चाहिँ हजुरले मेरो हातमा यो अचार देखिराख्नु भएको छ। यो अचार चाहिँ बेबीको लागि होइन, यो चाहिँ बेबीको मामुको लागि हो। र धेरैजनाले चाहिँ यो अचार चिनिसक्नु भएको होला। यो चाहिँ मैले प्रज्ञाश्री सिस्टरकोबाट अर्डर गरेको हो। उहाँ पनि एउटा हामी जस्तै मामु हुनुहुन्छ र उहाँले आफ्नो बच्चा सँगसँगै आफ्नो बिजनेस पनि सम्हालिराख्नु भएको छ। अचारको बिजनेस, कपडाको बिजनेस र भेनाजुको पनि कपडाको बिजनेस छ। र म प्रज्ञा सिस्टरको आइडी यहाँ मेन्सन गरिदिन्छु। एकचोटि उहाँको अचार ट्राई गर्नु भएको छैन भने ट्राई गर्नु होला। मामुहरू एकदमै मिठो अचार बनाउनुहुन्छ उहाँले। म चाहिँ उहाँको अचारको फ्यानै हो। र उहाँ पनि एउटा सुत्केरी मम भएर होला। उहाँले चाहिँ हामी जस्तो सुत्केरी आमाले पिरो खानु हुँदैन भनेर सोचेर होला उहाँकोमा चाहिँ पिरो कम अचार पनि पाउँछ। यदि कसैले उहाँको अचार ट्राई गर्नु भएको छैन भने एकचोटि ट्राई गर्नु होला। एकदमै मिठो बनाउनुहुन्छ उहाँले चाहिँ अचार। मैले चाहिँ धेरै ठाउँदेखि अचारहरू अर्डर गरेर खाइसकेको छु, तर उहाँको अचार चाहिँ मलाई एकदमै धेरै बेस्ट लाग्छ। यदि कोही मामुहरूलाई एकदमै धेरै चिकन अचार, बफ अचारहरू मनपर्छ भने उहाँकोदेखि अर्डर गरेर खानु होला। मामुहरू एकदमै धेरै मिठो छ, रिग्रेट फिलै हुँदैन। मैले आफूलाई मिठो लाग्यो भएर सेयर गरेको हो। थ्याङ्क यू फर वाचिङ।